सम्पूर्णलाई आजको यो विशेष सेसनमा हार्दिक स्वागत छ। हामी छौं पम्पाज एजुकेसन मार्फत र तपाईलाई सहजीकरण गरिरहेका छौं। जो साथीहरू शिक्षक सेवा आयोग, मावि, निमावि र प्रावि तहको तयारी गर्दै हुनुहुन्छ, जो साथीहरू प्रास शिक्षा अधिकृत बिनीको तयारी गर्दै हुनुहुन्छ, तपाईको तयारीलाई नै थप तीव्रता दिने ध्येयले हामी निरन्तर रूपमा तपाईसँगै छौं साथीहरू। र हामीले आज दिउँसो सञ्चालन गरेको परीक्षाको फिडब्याक स्वरूप आजको यो कक्षा सञ्चालन गरेका छौं। मलाई जहाँसम्म लाग्छ तपाईँ फेसबुक लाइभ मार्फत पनि हामीसँग जोडिनु भएको छ, जुम मार्फत पनि हामीसँग जोडिनु भएको छ। यहाँहरू सम्पूर्णलाई एकमुष्ट रूपमा आजको यो सेसनमा हार्दिक स्वागत गर्न चाहन्छु साथीहरू। फेसबुक लाइभमा जोडिने साथीहरू कहाँबाट तपाईँ आजको हाम्रो यो सेसनमा जोडिनु भएको छ, एकचोटि चाहिँ कमेन्ट सेक्सनमा लेखिदिनु होला। तपाईले हाम्रो यो भिडियोलाई विभिन्न ग्रुपमा, पेजमा शेयर गरिदिनु होला। मैले तपाईलाई यो अनुरोध पनि गरेँ। र आज हामीले तपाईलाई शिक्षा खण्डबाट 25 वटा प्रश्नहरू सोधेका थियौं साथीहरू। ती 25 वटा प्रश्नहरूका बारेमा हामी विशेष रूपमा छलफल गर्नेछौं। ओके, ल सन्चै हुनुहुन्छ सबैजना साथीहरू? आराम हुनुहुन्छ? एकचरण सबैजना साथीहरूले हाम्रो यो भिडियोलाई विभिन्न ग्रुपमा, विभिन्न पेजमा अथवा आफ्नै वालमा भने पनि शेयर गरेर सुरक्षित राखिदिनु हुनको लागि चाहिँ मैले अनुरोध गरेँ है त। ल 1 मिनेट सबैजना साथीहरूले विभिन्न ग्रुपमा, पेजमा शेयर गरिदिनु होला। देन विल स्टार्ट है त। त्यसपछि हामी सुरु गर्छौं है त साथीहरू। ल सबैजना साथीहरूले मैले 1 मिनेट समय छुट्याएँ। सबैजना साथीहरूले विभिन्न ग्रुपमा, पेजमा शेयर गरिदिनु होला। इक्जाम दिने साथीहरूले चाहिँ भन्नुस् त। इक्जाम दिने साथीहरूले भन्नुस् कस्तो गर्नु भएको छ परीक्षा? गुड इभिनिङ उर्मिलाजी, नमस्ते, स्वागत छ। इक्जाम दिने साथीहरूले कस्तो गर्नु भएको छ? नमस्ते प्रेमजी, नमस्ते, स्वागत छ। गुड इभिनिङ बसन्तीजी, नमस्ते है त। ओके बिजुजी, वेलकम। संगीताजी स्वागत छ है त। कस्तो गर्नुभयो परीक्षा? नमस्कार सुन्दरमजी, सत्यम शिवम सुन्दरम हैन। आरतीजी नमस्ते। कस्तो गर्नु भएको छ परीक्षा? लेख्नुस् त एकचोटि साथीहरूले। ल बिग्रिया छ भनेर भयो त। बिग्रिया छ भनेर भयो त। कस्तो गर्नुभयो ल लेख्नु त। नमस्ते हजुर, नमस्ते। ल हिराजीले कस्तो गर्नुभयो? ओके, ल साथीहरू जोडिँदै हुनुहुन्छ। मैले तपाईलाई फेसबुक लाइभमा जोडिने साथीहरूको लागि अनुरोध गरेँ, तपाईले हाम्रो यो भिडियोलाई विभिन्न ग्रुपमा, पेजमा शेयर गर्नु होला। यो भयो भने तपाईको चाहिँ यो कक्षा चाहिँ सुरक्षित रहनेछ। र परीक्षा दिने साथीहरूले अन्तिममा कतिवटा मिल्यो तपाईले त्यो पनि भन्नुपर्ने हुन्छ। ल आर यु रेडी साथीहरू? सबैजना साथीहरू रेडी हुनुहुन्छ? सबैजना साथीहरू रेडी हुनुहुन्छ? फर्स्ट पेपरको लागि कति मार्क्स लिएर आउनु पर्छ र भन्दै हुनुहुन्छ। तपाईले जति धेरै मिलाउनु भयो त्यति राम्रो हैन? जति धेरै मिलाउनु भयो त्यति राम्रो। ओके, आर यु रेडी हुनुहुन्छ सबैजना साथीहरू? ल हामी यसलाई त्यति धेरै टाइम लिँदैनौँ। सरसर्ती हामी यसलाई चाहिँ क्वेशन आन्सरमा छलफल गर्ने काम गर्छौं। मलाई जहाँसम्म लाग्छ पहिलो नम्बरको प्रश्न मैले तपाईलाई स्क्रिनमा देखाइसकेको पनि छु। पहिलो नम्बरको प्रश्न हेर्नुस् त। पहिलो नम्बरको प्रश्न है, एजुकेसन इज अ क्रिएसन अफ साउन्ड माइन्ड इन अ साउन्ड बडी। यो भनाइ कसको हो? के लगाउनु भयो यसको आन्सर ल भन्नुस् त। एजुकेसन इज अ क्रिएसन अफ साउन्ड माइन्ड इन अ साउन्ड बडी। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण नै शिक्षा हो भनेर भन्ने व्यक्ति को हुन् भन्ने प्रश्न है। ल नेपालीमा के भन्दो रहेछ? स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण नै शिक्षा हो। यो भनाइ कसको हो? ल अब केही साथीहरूले जोन लक लगाइरहनु भएको छ, तर यसको राइट आन्सर के नै हो साथीहरू? यसको राइट आन्सर के नै हो? यस, ओभियसली अप्सन सी
अप्सन सी एरिस्टोटल, अथवा हामी चाहिँ नेपालीमा के पनि भन्छौँ, अरस्तु पनि भन्छौँ है। एरिस्टोटल, अरस्तु यसको राइट आन्सर है। र मिल्यो साथीहरू? कतिजना साथीहरूको मिल्यो यो? ल भन्नुहोस् त। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण नै शिक्षा हो, यो भनाइ कसको हो? एरिस्टोटल यानि कि अरस्तुको। मिलेन? मिल्यो, ओके। ल ल कङ्ग्रेचुलेसन। नमिल्ने साथीहरूले सच्याउनु होला। अब म जान्छु दोस्रो नम्बरको प्रश्नमा है। ल दोस्रो नम्बरको प्रश्न एकचोटि ध्यान दिएर हेर्नुहोस् त साथीहरू। दोस्रो नम्बरको प्रश्न राखेँ मैले तपाईँलाई। दोस्रो नम्बरको प्रश्न ल हेर्नुहोस् त। चाइल्ड राइट कन्भेन्सन 1989 को धारा 1 अनुसार है, यो भनेको बाल अधिकार महासन्धि भनेको यो बाल अधिकार महासन्धिको आर्टिकल नम्बर 1 धारा नम्बर 1 अनुसार कति वर्ष उमेर समूहका व्यक्तिलाई बालबालिका भनी घोषणा गरिएको छ? अप्सन ए 18 वर्षभन्दा मुनिको उमेर समूह, अप्सन बी 16 वर्षभन्दा मुनिको उमेर समूह, अप्सन सी 15 वर्षभन्दा मुनिको उमेर समूह, एन्ड अप्सन डी 13 वर्षभन्दा मुनिको उमेर समूह। यति कुराकानी त मिलाइहाल्नुहुन्छ होइन हजुरहरूले? यति कुराकानी त मिलाइहाल्नुहुन्छ, धेरैले मिलाइसक्नु भएको छ। ओके ओके, ल फाइन फाइन, गुड। अरू साथीहरूले लेख्नुहोस् त, ल फटाफट लेख्नुहोस् त, फटाफट सबै साथीहरू लेखिदिनुहोस् त। चाइल्ड राइट कन्भेन्सन 1989 को अनुसार, यो बाल अधिकार महासन्धि है 1989 को अनुसार कति वर्ष उमेर समूहका व्यक्तिलाई बालबालिका भनी घोषणा गरिएको छ? नो डाउट, नो डाउट यसको राइट आन्सर के नै हो? अप्सन ए नै हो, 18 वर्षभन्दा मुनिको उमेर समूह। सो कङ्ग्रेचुलेसन, बधाई छ यहाँहरूलाई। म जान्छु अगाडि तेस्रो नम्बरको प्रश्न। ल हेर्नुहोस् त, तेस्रो नम्बरको प्रश्न साथीहरू। ल नवजात शिशु आमाको गर्भभित्र करिब कति तापक्रममा रहेको हुन्छ? अप्सन ए 90 डिग्री फरेनहाइट, अप्सन बी 100 डिग्री फरेनहाइट, अप्सन सी 120 डिग्री फरेनहाइट, एन्ड अप्सन डी 140 डिग्री फरेनहाइट। ल तेस्रो नम्बरको प्रश्नको राइट आन्सर लेखिदिनुहोस्। लेख्नु सबैजना साथीहरूले, नबिगार्नु ल, यो नबिगार्नु ल। नवजात शिशु आमाको गर्भभित्र करिब कति तापक्रममा रहेको हुन्छ? हो, गुड गुड, कस्तो राम्रो। बी हो कि होइन? बी नै हो है, बी नै हो। यो 100 डिग्री फरेनहाइट, 100 डिग्री फरेनहाइट यसको राइट आन्सर हो। पक्का मिलाउनु भयो भन्ने लाग्छ। अगाडि जान्छु म चौथो नम्बरको प्रश्न। हेर्नुहोस् त, चौथो नम्बरको प्रश्न साथीहरू। विकासको विशेषता अन्तर्गत तलको कुन पर्दछ? अप्सन ए विकासमा परिवर्तन हुन्छ, अप्सन बी पछिल्लो विकास भन्दा अघिल्लो विकास ज्यादा जटिल हुन्छ, अप्सन डी विकास परिपक्वता र सिकाइको प्रतिफल हो, एन्ड अप्सन डी माथिका सबै। चौथो नम्बरको प्रश्नको राइट आन्सर दिनुहोस् त साथीहरूले। चौथो नम्बरको प्रश्नको राइट आन्सर दिनुहोस् त साथीहरू। ल चौथो नम्बरको प्रश्नको राइट आन्सर दिनुहोस् त सबैजना साथीहरूले, फटाफट फटाफट दिइदिनु होला है। अल अफ दि एबोभ हो र सियोर हुनुहुन्छ? अल अफ दि एबोभ लगाउने साथीहरू। ल फेसबुक लाइभमा जोडिने साथीहरू, मैले तपाईँलाई अनुरोध गरेँ तपाईँले हाम्रो यो भिडियोलाई विभिन्न ग्रुपमा पेजमा सेयर गरेर सुरक्षित राख्नु होला। ओके, ल मैले तपाईँलाई चौथो नम्बरको प्रश्न राखिसकेको छु। सियोर सर भन्नुभएको छ। ओके, ल वेलकम वेलकम, स्वागत छ साथीहरू यहाँहरू सम्पूर्णलाई। यस, ओभियसली इट इज व्हाट? अप्सन डी माथिका सबै। विकास परिवर्तन नै नभइकन विकास कसरी होला र, हैन? पछिल्लो विकास भन्दा अघिल्लो विकास ज्यादा जटिल हुन्छ, यो बुझ्नु भएको छ। यो भनेको चाहिँ नवजात अवस्था, शैशव अवस्था चाहिँ अलि बढी क्रिटिकल हुन्छ। बिस्तारै जब बच्चा ठुलो हुँदै जान्छ उसको विकास चाहिँ अलि सजिलो हुँदै जान्छ भनेको हैन। विकास भनेको त के हो? परिपक्वता र सिकाइको, हैन? परिपक्वता मात्र भएर नि भएन, सिकाइ मात्रै भएर पनि भएन, हैन? किनभने परिपक्वताले शारीरिक परिवर्तनलाई जनाउँछ, सिकाइले मानसिक परिवर्तनलाई जनाउँछ। भनेपछि त विकासमा परिपक्वता र सिकाइ दुईटै चिज चाहियो। सो है, माथिको सबै देखेपछि
आँखाको नजर उतै भन्दै हुनुहुन्छ हो अप्सन डी नै यसको राइट आन्सर हो पक्का मिलाउनु भो अगाडि जान्छु म 5औं नम्बरको प्रश्नमा ल हेर्नुस् त 5औं नम्बरको प्रश्न राम्रोसँग हेर्नु होला ल तलका मध्ये कुन चाहिँ शिशु अवस्थाको विशेषता हो अप्सन ए यो एक आकर्षक उमेर हो अप्सन बी खेलौनाको उमेर हो अप्सन सी पूर्व विद्यालय उमेर हो अप्सन डी पूर्व बाल समुदाय उमेर हो 5औं नम्बरको प्रश्नको राइट आन्सर तपाईलाई के लाग्छ सबैजना साथीहरूले कमेन्ट सेक्सनमा लेखिदिनु होला शिशु अवस्थाको विशेषता है साथीहरू ए स्योर पक्का हो साथीहरू स्योर हुनुहुन्छ बी भन्ने साथीहरू कोही हुनुहुन्न हो तपाईले शिशु अवस्था यानी कि शैशव अवस्था भने बुझिहाल्नु भएको छ होइन हेर्नुस् त शैशव अवस्था भनेको चाहिँ शिशु अवस्था शैशव अवस्था हैन बेबीहुड भनेको चाहिँ तपाईको कति हो 2 हप्तादेखि बालक जन्मिएको 2 हप्तादेखि 2 वर्षसम्मको 2 वर्षसम्मको अवधि हो 2 वर्षसम्मको अवधि हो यो अवधि भनेको बालबालिकाहरू देख्दैमा एकदम क्युट हुन्छन् क्या काखमा ल्याउल्याउ लाग्ने जस्तो क्या काखमा ल्याउल्याउ लाग्ने जस्ता हुन् क्या कुरा बुझ्नुभयो नि हो क्लियर देखिएन भन्नुभएको छ त्यस्तो भएको छ र साथीहरू क्लियर छैन भिडियो क्लियर छैन र क्लियर छ ओके ल एकदमै काखमा ल्याउल्याउ लाग्ने एकदम क्युट हुन्छन् क्या हैन यो एक आकर्षक उमेर हो यो चाहिँ शिशु अवस्थाको विशेषता तर तपाईको खेलौनाको उमेर पूर्व विद्यालय उमेर पूर्व बाल समुदाय उमेर भनेको यो सबै पूर्व बाल्य अवस्थाको कुराकानी गरेको पूर्व बाल्य अवस्थाको कुराकानी गरेको पूर्व बाल्य अवस्था है पूर्व बाल्य अवस्था भनेको हजुरको 2 वर्षदेखि 6 वर्षसम्मको 2 वर्षदेखि 6 वर्षसम्मको उमेरसम्म सो अप्सन ए यसको राइट आन्सर फाइन ठीक छ ल प्रत्येक दिन लाइभ क्लास दिनुहुन्छ भन्दै हुनुहुन्छ बेला बेलामा हुन्छ लाइभ क्लास है ल ओके ल 6औं नम्बरको प्रश्न हेर्नुस् त साथीहरू पूर्व बाल समुदाय भन्नु र पूर्व बाल समूह भन्नु सेम हो है विपिनाजी एउटै हो 6औं नम्बरको प्रश्न हेर्नुस् त सिकारुको सिकाइमा प्रभाव पार्ने वातावरणीय तत्त्वमा तलको कुन पर्दैन सिकारुको सिकाइमा प्रभाव पार्ने वातावरणीय तत्त्वमा तलको कुन पर्दैन अप्सन ए पारिवारिक वातावरण अप्सन बी विद्यालयको वातावरण अप्सन सी कक्षा कोठा व्यवस्थापन अप्सन डी विद्यालय बाहिरको वातावरण ल वातावरणीय तत्त्वमा कुन पर्दैन अप्सन सी लगाउने साथीहरू हुनुहुन्छ अप्सन डी पनि लगाउनु भएको छ ओके फटाफट लेख्नुस् त फटाफट सी होला किन सी भन्नुस् त सी लेख्ने साथीहरूले लजिक दिनुस् त नमस्ते नमस्ते स्वागत छ फेसबुक लाइभमा जोडिने साथीहरू मैले तपाईलाई अनुरोध गरेँ तपाईले यो भिडियोलाई विभिन्न ग्रुपमा पेजमा शेयर गरिदिनु होला ल फटाफट शेयर गरिदिनु होला ओके ल फाइनल गरौँ यसको आन्सर के हो ल फाइनल आनौ साथीहरू अप्सन सी नै हो विथ लजिक भन्नु त अप्सन सी कुन तत्त्व अन्तर्गत पर्छ त त्यसो भने कक्षा कोठा व्यवस्थापन चाहिँ कुन तत्त्व अन्तर्गत पर्छ त त्यसो भने ओके म्यानेजमेन्ट त म्यानेजमेन्ट कि कक्षा कोठा व्यवस्थापन चाहिँ यो वातावरणीय तत्त्व अन्तर्गत नभएर वातावरणीय तत्त्व अब यो त नामै काफी छ पारिवारिक वातावरण भनिया छ विद्यालयको वातावरण भनिया छ विद्यालय बाहिरको वातावरण भनिया छ भनेपछि आन्सर त ओभियसली अप्सन सी हो तर कक्षा कोठा व्यवस्थापन चाहिँ शैक्षणिक तत्त्व अन्तर्गत पर्छ है कक्षा कोठा व्यवस्थापन चाहिँ शैक्षणिक व्यवस्थापन अन्तर्गत पर्दछ शैक्षणिक व्यवस्थापन है कक्षा कोठा भित्रको शिक्षण सिकाइ व्यवस्थापनसँग सम्बन्धित हुन्छ
अब फेरि शिक्षण सिकाइ व्यवस्थापनको पनि भौतिक पाटोसँग जोडिन्छ होला। शैक्षणिक व्यवस्थापन भित्रको पनि विभिन्न पक्ष अन्तर्गत भौतिक पक्ष अन्तर्गत जोडिन्छ होला है। सो अप्सन सी यसको राइट आन्सर हैन। ठीक छ ल। नेक्स्ट नम्बर ल 7औं नम्बरको प्रश्न हेर्नुस् त साथीहरु। 7औं नम्बरको प्रश्न ल हेर्नुस्। 7औं नम्बरको प्रश्न मैले तपाईलाई राखिसकेको छु। प्रश्न ध्यान दिएर हेर्नु होला। तरकारी मिठो बनाउन जानेको सिप दौडनमा प्रयोगमा नआउनु सिकाइको कस्तो प्रकारको स्थानान्तरण हो? तरकारी मिठो बनाउन जानेको सिप दौडनमा प्रयोगमा नआउनु सिकाइको कस्तो प्रकारको स्थानान्तरण हो? अप्सन ए सकारात्मक स्थानान्तरण, अप्सन बी शून्य स्थानान्तरण, अप्सन सी नकारात्मक स्थानान्तरण अनि अप्सन डी समतलीय स्थानान्तरण। ल 7औं नम्बरको प्रश्नको राइट आन्सर लगाउनुस् त साथीहरु। ल नमस्ते 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 स्वागत छ साथीहरु। ओके सन्चै हुनुहुन्छ सबैजना साथीहरु? 7 को शून्य भन्दै हुनुहुन्छ सुनिताजीले। आर यु स्योर शून्य भन्ने साथीहरु? पक्कै यो शून्य होला त? शून्य होला त स्योर हुनुहुन्छ? यस भन्दै हुनुहुन्छ आरतीजीले। अरु साथीहरुले लेख्नु त फटाफट ल। ओ गुड। अब तपाईले कुराकानी बुझ्नु पर्यो। नकारात्मक त हुँदै होइन साथीहरु है। नकारात्मक होइन। यो दुईटा बीच केही सम्बन्ध छ कि छैन भन्ने हो क्या। तरकारी मिठो पकाउने कुरा र हैन अनि दौडनलाई चाहिँ राम्रो स्किलको कुरामा तरकारी र दौडिने सिप बीच केही सकारात्मक कुरा केही नकारात्मक कुरा केही छ र? तरकारी मिठो पकाउन जान्नेले चाहिँ दौडिन एकदमै छिटो दौडिन सक्छ भन्ने हुन्छ कि तरकारी मिठो पकाउनेलाई चाहिँ दौडिन आउँदैन भन्ने हुन्छ? यो दुईटा बीच तुलना गर्न मिल्ने विषयवस्तु हो त? तरकारी मिठो पकाउने सिप र दौडने सिप तुलना गर्न मिल्ने विषयवस्तु हो त? होइन। त्यस कारणले गर्दाखेरि यो ओभियसली के हो? ओभियसली के हो? शून्य स्थानान्तरण हो। शून्य स्थानान्तरण हो। किनभने तरकारी मिठो बनाउन जानेको सिपले दौडनमा सकारात्मक वा नकारात्मक कुनै पनि प्रभाव पार्दैन। सकारात्मक वा नकारात्मक कुनै पनि प्रभाव पार्दैन। त्यस कारणले गर्दाखेरि यदि पहिलो सिकाइले दोस्रो सिकाइलाई सघाउँछ, सहयोग पुर्याउँछ, सजिलो बनाउँछ, सकारात्मक स्थानान्तरण। पहिलो सिकाइले दोस्रो सिकाइलाई हेर्नुस् त, पहिलो सिकाइले दोस्रो सिकाइलाई कठिन बनाउँछ, अप्ठ्यारो बनाउँछ, असजिलो बनाउँछ, नकारात्मक स्थानान्तरण। नकारात्मक स्थानान्तरण। तर पहिलो सिकाइ र दोस्रो सिकाइ बीच कुनै पनि सम्बन्ध छैन भने दैट इज व्हाट? जेरो ट्रान्सफर अफ लर्निङ। सो अप्सन बी यसको राइट आन्सर। कति जनाले मिलाउनु भयो? ल लेख्नु त यो। मिलाउने साथीहरु कति जना हुन्छ? ल लेख्नुस् त। कमेन्टमा मी लेख्नुस् त मिलाउने साथीहरुले। मिलाउने साथीहरुले कमेन्टमा मी भनेर लेख्नुस् त। मी भनेर लेख्नुस् त कमेन्टमा। ओके ल ल कङ्ग्रेचुलेसन ल। ल कङ्ग्रेचुलेसन बधाई छ। म जान्छु अगाडि नेक्स्ट नम्बरको प्रश्नमा 8औं नम्बरको प्रश्न। ल हेर्नुस् त 8औं नम्बरको प्रश्न राख्ने ल। ल ओके। कक्षामा प्रथम भएको विद्यार्थीलाई पुरस्कार दिँदा अरु विद्यार्थी पनि प्रभावित भएर प्रथम हुन अग्रसर हुन्छन् भने ती विद्यार्थीहरूका लागि उक्त पुरस्कार कस्तो पुनर्बल हो? अप्सन ए प्रत्यक्ष पुनर्बल, अप्सन बी अप्रत्यक्ष पुनर्बल, अप्सन सी सो पुनर्बल एन्ड अप्सन डी प्राथमिक पुनर्बल। ल लेख्नुस् त साथीहरु। 8औं नम्बरको प्रश्न तपाईलाई मैले स्क्रिनमा देखाइसकेको छु। यसको राइट आन्सर तपाईलाई के हुन्छ जस्तो लाग्छ फटाफट कमेन्ट सेक्सनमा लेखिदिनु होला है त। ल नमस्ते नमस्ते स्वागत छ साथीहरु। फेसबुक लाइभमा जोडिने साथीहरुको लागि पनि यो सेसनमा हार्दिक स्वागत गरे। यदि तपाईले हाम्रो यो भिडियोलाई शेयर गर्नु भएको छैन भने फटाफट शेयर गरिदिनु होला। यदि तपाई नियमित रूपमा जोडिन चाहनुहुन्छ भने तपाईले यहाँ नम्बर देख्नुहुन्छ पम्पाज एजुकेसनको यो अफिसियल नम्बर हो।
पम्पाज एजुकेसनको यो अफिसियल नम्बर हो 9811332116। नियमित कक्षामा जोडिनका लागि चाहिँ तपाईले यो नम्बरमा फोन गर्नुहोला अथवा व्हाट्सएपमा मेसेज गर्नुहोला है त। ओ ल कस्तो राम्रो उत्तर दिनुभयो हेर्नु त। प्रत्यक्ष पुनर्बल भनेको चाहिँ सम्बन्धित व्यक्तिलाई नै दिने पुनर्बल प्रत्यक्ष पुनर्बल। प्रत्यक्ष पुनर्बल भनेको सम्बन्धित व्यक्तिलाई नै पुनर्बल दिने हैन। तर एउटा व्यक्तिलाई दिएको पुनर्बलबाट अर्को व्यक्ति प्रभावित हुन्छ भने त्यो अप्रत्यक्ष पुनर्बल साथीहरु। क्लासमा फर्स्ट भएको व्यक्तिलाई पुरस्कार दिँदा, फर्स्ट भएको व्यक्तिलाई पुनर्बल दिँदा अरु तयारी गर्दै गरेका व्यक्तिहरु पनि त्योबाट प्रभावित हुने। वाओ फर्स्ट भयो भने त यस्तो प्राइज पाइदो रहेछ भनेर त्यसरी चाहिँ पढाइ प्रति अग्रसर हुने कार्य भनेको चाहिँ यो चाहिँ अप्रत्यक्ष पुनर्बलको प्रभाव हो हैन। कक्षा कोठामा एकजना एकदम छुसछुस चल्ने वाला विद्यार्थी हुन्छ नि, त्यसलाई एक चड्कन गालामा लगाइदियो भने अरु विद्यार्थी नि साइलेन्ट बस्छन् नि। हो त्यो अप्रत्यक्ष पुनर्बल। चड्काको एउटालाई हैन, अब चड्काउन त पाइदैन गाह्रो कुरा बुझ्नुभयो नि। चड्काको एउटालाई गालामा चड्कन दिएको एउटालाई, तर अरु व्यक्तिहरु चाहिँ त्यो एउटालाई लगाएको चड्कन देखेर चाहिँ अरु व्यक्तिहरु चाहिँ साइलेन्ट भएर बस्यो भने त्यो अप्रत्यक्ष पुनर्बल साथी। एउटालाई दिएको पुनर्बलको प्रभाव अर्को व्यक्तिमा पर्छ भने त्यसलाई हामीले के भन्छौं? अप्रत्यक्ष पुनर्बल भन्छौं, भिकारियस रिइन्फोर्समेन्ट भन्छौं। विशेष गरी यो पुनर्बलको कुरा चाहिँ हाम्रो अल्बर्ट बान्डुराले गरेको छ। अल्बर्ट बान्डुराले चाहिँ के गरेको छ भन्नुहुन्छ भने पुनर्बललाई 3 भागमा बाँडेको छ क्या। एउटा प्रत्यक्ष भनेको छ, अर्को अप्रत्यक्ष भनेको छ, अर्को सो पुनर्बल भनेको छ। सो जो साथीहरुले अप्सन बी लगाउनु भो तपाईको आन्सर मिलेको छ। सो कंग्रेचुलेसन, बधाई छ। म जान्छु अगाडि। ल हेर्नुस् त 9औं नम्बरको प्रश्न। ल 9औं नम्बरको प्रश्न ल हेर्नुस्। कार्यप्रयोग सम्बन्ध प्रत्यावर्तनका लागि आवश्यक अवस्था कुन हो? अप्सन ए पुनर्बल, अप्सन बी सामिप्यता, अप्सन सी अभ्यास, अप्सन डी माथिका सबै। सोचेर विचार गरेर उत्तर लगाउनु होला है। सोचेर अनि के गरेर विचार गरेर उत्तर लगाउनु होला। मैले 9औं नम्बरको प्रश्न तपाईलाई राखेको छु। सबैजना साथीहरुले फटाफट कमेन्ट सेक्सनमा पनि लेखिदिनु होला। ल ओके, साथीहरुले अप्सन डी भन्दै हुनुहुन्छ, बी भन्ने साथीहरु पनि हुनुहुन्छ, लेख्नुस् त फटाफट। ल फटाफट लेखिदिनु होला है त। सबैजना साथीहरुले फटाफट लेखिदिनुस् त, अल्छी नगरिकन लेख्नुस् त। हो कस्तो राम्रो। ल हेर्नुस् त कस्तो राम्रो। ओभियसली यो अप्सन के नै हो? डी नै हो, माथिका सबै हो, माथिका सबै हो। यदि सुन्नुस् है, यही प्रश्नमा तपाईलाई कार्यपरक सम्बन्ध प्रत्यावर्तनका लागि आवश्यक अवस्था मुख्य रूपमा कुन हो अथवा सबैभन्दा बढी आवश्यक अवस्था कुन हो भनेको थियो भने चाहिँ माथिका सबै हुँदैन थियो। सबैभन्दा बढी आवश्यक अवस्था अथवा मुख्य रूपमा हैन, अथवा सबैभन्दा बढी आवश्यक भनेको भए चाहिँ के हुन्थ्यो साथीहरु? सबैभन्दा बढी आवश्यक भनेको भए के हुन्थ्यो? हो सबैभन्दा बढी आवश्यक भनेको भए के हुन्थ्यो? अप्सन ए हुन्थ्यो, पुनर्बल हुन्थ्यो। किन भन्दा सबैभन्दा बढी आवश्यक भनेको भए मुख्य रूपमा भनेको भए अप्सन ए हुन्थ्यो, पुनर्बल हुन्थ्यो। अहिले त्यसो भनेको छैन। कार्यपरक सम्बन्ध प्रत्यावर्तनका लागि आवश्यक अवस्था कुन हो भनेको छ। त्यसकारणले गर्दा यो चाहिँ पुनर्बल, सामिप्यता, अभ्यास सबै हुन्छ। सो अप्सन डी यसको राइट आन्सर। फाइन, ठीक छ, मिलिरहेछ हिसाब किताब मिल्यो। ओके, अरु साथीहरुको अरु कसको मिल्यो लेख्नुस् त। यस, कंग्रेचुलेसन। अब जाउँ अगाडि 10औं नम्बरको प्रश्नमा। ल 10औं नम्बरको प्रश्न हेर्नुस् त।
स्किल बेगको पाठ्यक्रम विकासको नमुना अनुसार सबैभन्दा सुरुको चरण कुन हो? ल, स्किल बेगको पाठ्यक्रम विकासको नमुना अनुसार सबैभन्दा सुरुको चरण कुन हो? अप्सन ए आवश्यकताको पहिचान, अप्सन बी परिस्थितिको विश्लेषण, अप्सन सी लक्ष्य तथा उद्देश्यहरू एन्ड अप्सन डी आधार। मैले लेखाइदिएको छु तपाईँलाई होइन, स्किल बेगको पाठ्यक्रम विकासको नमुना त लेखाएको छु नि होइन, लेखाएको हो नि क्लासमा, कि छैन साथीहरू? मजाले छ है। स्किल बेगको पाठ्यक्रम विकासको नमुना, स्किल बेगको पाठ्यक्रम विकासको नमुना सबैभन्दा सुरुको चरण कुन हो भन्ने मेरो प्रश्न हो। यस, ओभियसली। अब यहाँ धेरै साथीहरू चाहिँ यो आवश्यकताको पहिचान देखेपछि त्यसमा झुक्किनुहुन्छ, तर यो आवश्यकताको पहिचान होइन, त्यसमा चाहिँ सिचुएसन एनालाइसिस भन्ने छ, परिस्थितिको विश्लेषण भन्ने छ, परिस्थितिको विश्लेषण भन्ने छ है। सिचुएसन एनालाइसिस, परिस्थितिको विश्लेषण भन्ने छ। पाठ्यक्रमको प्रकार चाहिँ ए म जानै छ त्यसमा, त्यो भएर है चन्द्रजी, हाम्रो टपिक सकेको छैन नि त। पाठ्यक्रमको प्रकारमा अब भोलिबाट हामी जान्छौँ ल। ओके, अगाडि बढ्छु म। हेर्नुहोस् त 11औं नम्बरको प्रश्न हेर्नुहोस् त, 11औं नम्बरको प्रश्न ल हेर्नुहोस्। नयाँ विकास गरिएको वा परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकका बारेमा सरोकारवालाहरूलाई जानकारी दिने कामलाई डट डट भनिन्छ। अप्सन ए पाठ्यक्रम प्रकाशन, अप्सन बी पाठ्यक्रम मूल्याङ्कन, पाठ्यक्रम मूल्याङ्कन, अप्सन सी पाठ्यक्रम प्रस्तुतिकरण एन्ड अप्सन डी पाठ्यक्रम प्रबोधीकरण। यो प्रश्न त हिजो पनि सोधे जस्तो लाग्छ त हजुरहरूलाई, हिजो पनि आएको थियो होइन साथीहरू यो प्रश्न? आएको थियो, ओके। हो, जब पाठ्यक्रमको चाहिँ विकास गरिन्छ, नयाँ पाठ्यक्रम निर्माण गरिन्छ, अथवा पाठ्यक्रमलाई परिवर्तन गरिन्छ, अथवा पाठ्यपुस्तकमै केही परिवर्तन ल्याइन्छ, अनि सम्बन्धित सरोकारवाला भनेको चाहिँ, सम्बन्धित सरोकारवाला भनेको चाहिँ लाइक के हुन्छ? सम्बन्धित सरोकारवाला भनेको चाहिँ जस्तो तपाईँको स्थानीय तह, अनि त्यसपछि चाहिँ शिक्षक होइन, शिक्षक विद्यार्थीसम्म त्यो पाठ्यक्रमको बारेमा चाहिँ जानकारी दिनु पर्यो होइन। हो, त्यसलाई हामीले के भन्छौँ? त्यसलाई हामीले चाहिँ पाठ्यक्रमको प्रबोधीकरण भन्छौँ, करिकुलम डिसेमिनेसन भन्छौँ। सामान्यतया हजुरको चाहिँ यो के हुन्छ भने शैक्षिक सत्र सुरु भएको 30 दिनभित्र होइन, 30 दिनभित्र अथवा 1 महिनाभित्र चाहिँ 30 दिनभित्र चाहिँ तपाईँको के गर्नुपर्ने हुन्छ? पाठ्यक्रमको प्रबोधीकरण गर्नुपर्ने हुन्छ। सो अप्सन डी यसको राइट आन्सर। ठिक छ, अगाडि बढौँ। यस, लेट्स गो। 12औं नम्बरको प्रश्नमा जाउँ। 12औं नम्बरको प्रश्नमा जाउँ। ल, सबैले मिलाउने प्रश्न आयो अब। सिकाइ क्षमता स्तरको आधारमा आधारभूत तह कक्षा 6-8 लाई कुन तहको रूपमा वर्गीकरण गरिएको छ? तह 1, तह 2, तह 3, तह 4। यो त मिलाइहाल्नुहुन्छ होइन, कति सिम्पल क्वेसन छ। सिकाइ क्षमता स्तरको आधारमा आधारभूत तह कक्षा 6-8 लाई कुन तहको रूपमा वर्गीकरण गरिएको छ भन्ने प्रश्न होइन। तह 3 हो, स्योर हुनुहुन्छ साथीहरू? तह 3 भन्ने साथीहरू? ल, के छ फेसबुकतिरका साथीहरूको खबर खाबर सुनाउनुहोस् त साथीहरू। कमेन्ट गरिरहनु भएको छ नि, फटाफट कमेन्ट गरिरहनु भएको छ नि होइन। ल, फटाफट कमेन्ट गर्नु होला। मैले तपाईँलाई अनुरोध गरेँ यदि तपाईँ हामीसँग नियमित रूपमा जोडिन चाहनुहुन्छ, नियमित कक्षामा भेट गर्न चाहनुहुन्छ भने हाम्रो शिक्षक सेवा आयोगको क्लास चाहिँ पम्प आज एजुकेसनमा रेगुलर रूपमा भइरहेको छ। यो फेसबुकमा चाहिँ तपाईँलाई यसो झल्याक झुलुक मात्र दिएको है, फेसबुकमा झल्याक झुलुक यसो अलिअलि क्वेसन आन्सर झल्याक झुलुक मात्र दिएको हो। तपाईँ नियमित रूपमा जोडिनको लागि चाहिँ यो नम्बरमा सम्पर्क गर्नु होला, 98 11 33 21 16। यो पम्प आज एजुकेसनको अफिसियल नम्बर हो, तपाईँ यसमा जोडिनु होला। मैले तपाईँलाई यो अनुरोध गरेँ है त, हुन्छ? हो, यस, ओभियसली तह 1 भनेको कक्षा 1 देखि 3 सम्मलाई तह 1 भनिन्छ होला।
विद्यार्थीको सिकाइ क्षमता स्तरका आधारमा कक्षा 1-3 लाई तह 1 भनिन्छ, कक्षा 4-5 लाई तह 2 भनिन्छ, कक्षा 6-8 लाई तह 3 भनिन्छ, कक्षा 9-10 लाई तह 4 भनिन्छ, कक्षा 11-12 लाई तह 5 भनिन्छ। भनेपछि आन्सर के हो त नि? त्यसो भने ओभियसली यसको राइट आन्सर अरु केही नभएर अप्सन सी तह 3 कक्षा 6-8 भनेको हो नि, हैन? यस। नेक्स्ट नम्बरमा जाउँ। 13 नम्बरको क्वेशनमा जान्छु अब म। क्वेशन नम्बर 13 ल हेर्नुस् त। ल शिक्षण सिकाइमा निकै प्रभावकारी मानिएको जिक्सा मेथड कुन विधि अन्तर्गत पर्दछ? अप्सन ए प्रश्नोत्तर विधि, अप्सन बी छलफल विधि, अप्सन सी समस्या समाधान विधि एन्ड अप्सन डी परियोजना विधि। जिक्सा मेथड शिक्षण सिकाइमा निकै प्रभावकारी मानिएको जिक्सा मेथड कुन विधि अन्तर्गत पर्दछ? प्रश्नोत्तर विधि, छलफल विधि, समस्या समाधान विधि, परियोजना विधि। के लगाउनु भयो यसको? ल भन्नुस् त। भोइस अड्केर आइरहेको छ सर भन्दै हुनुहुन्छ। सायद हजुरको नेटमा समस्या होला त्यस्तो। ठीक छैन साथीहरु? भोइस क्लियर आएको छैन र? भोइस क्लियर आएको छैन साथीहरु? लेख्नु त। ठीक छ। ओके। फेसबुक लाइभका साथीहरुले पनि ठीक छैन? भोइस क्लियर छ? ओके, ल क्लियर छ। हजुरको नेटमा प्रब्लम छ, त्यही भएर हो है। हो ल, अब यहाँ धेरै साथीहरुले समस्या समाधान परियोजना लगाउने साथीहरु पनि हुनुहुन्छ, तर यसको राइट आन्सर चाहिँ साथीहरु, यसको राइट आन्सर चाहिँ हजुरको छलफल विधि हो है त। यसको राइट आन्सर छलफल विधि हो। सामान्यतया हामी के गर्छौं भने जिक्सा मेथड भनेको चाहिँ बालबालिकाहरूलाई विभिन्न चाहिँ साना ग्रुपमा छुट्याउने र तिनीहरूको त्यो मातृ समूह र भातृ समूह भन्ने हुन्छ क्या है। पहिला साना ग्रुपमा छुट्याउने, एउटा मातृ समूह बनाउने, अनि छलफलको क्रममा चाहिँ पहिला भातृ समूहमा गएर फर्केर आएर मातृ समूहमा छलफल गर्ने भन्ने टाइपको विधि हो है त। त्यसकारणले गर्दाखेरि यो चाहिँ छलफल विधि अन्तर्गत पर्छ भनेर बुझ्नु होला। अझै डिटेल हामी कक्षामा छलफल गरिहाल्छौँ है। ल अहिलेलाई यो छलफल विधि अन्तर्गत पर्छ भनेर बुझ्दिनु होला है त। अप्सन बी छलफल विधि यसको राइट आन्सर। जिक्सा मेथड भनेको छलफल विधि। नेक्स्ट नम्बरमा जान्छु म। 14औं नम्बरको प्रश्न ल हेर्नुस् त। 14औं नम्बर, जंगली जनावर भन्ने पाठ शिक्षण गर्न तलका मध्ये कुन सामग्री बढी प्रभावकारी हुन्छ? अप्सन ए वास्तविक सामग्री, अप्सन बी चित्र, अप्सन सी नमुना सामग्री, अप्सन डी पोस्टर। ल लेख्नुस् त। ए अप्सन ए लेख्ने साथीहरु नि हुनुहुन्छ? अप्सन ए लेख्ने साथीहरु नि हुनुहुन्छ? जंगली जनावर भन्ने पाठ शिक्षण गर्न तलका मध्ये कुन सामग्री बढी प्रभावकारी हुन्छ? हो, अब सुन्नुस् है। अप्सन ए त लगाउनै मिलेन। किन लगाउन मिलेन साथीहरु? जंगली जनावर भनेको बाघ पढाउन बाघ नै ल्याएर पढाउने हो? सकिन्छ त्यस्तो गर्न? कक्षा कोठामा बाघ नै ल्याएर त भाइ बहिनी हो बाघ भनेको यस्तो हुन्छ भनेर के गर्नुहुन्छ? बाघलाई गएर डोर्याएर कक्षा कोठामा ल्याउनुहुन्छ? वास्तविक गर्न सकिन्छ? जंगली जनावर भन्ने पाठ पढाउन बाघलाई नै डोर्याएर ल्याएर लएर भाइ बहिनी हो भनेर भन्न सक्यो त? सकिएन नि त। हो, बाघको नमुना चाहिँ ल्याउन सक्यो क्या। बजारमा पाइने बाघ हुन्छ नि, बजारमा पाइने बाघ क्या हैन, बाघको नमुना हुन्छ नि। हो, नमुना सामग्री यसको राइट आन्सर। बाघको मोडल क्या,
बाघको मोडल है त। सो अप्सन सी नमुना सामग्री यसको राइट आन्सर है। ल नेक्स्ट नम्बर हेर्नु होला, 15औं नम्बरको प्रश्नमा जाउँ हामी। 15औं नम्बरको प्रश्न ल हेर्नुहोस् त। 15औं नम्बरको प्रश्न, शिक्षक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक परीक्षा कस्तो प्रकारको मूल्याङ्कन हो? अप्सन ए निर्माणात्मक मूल्याङ्कन, अप्सन बी निर्णयात्मक मूल्याङ्कन, अप्सन सी निदानात्मक मूल्याङ्कन, अप्सन डी स्थान निर्धारण मूल्याङ्कन। ल लेख्नुहोस् त साथीहरू, यसको राइट आन्सर के हो? शिक्षक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक परीक्षा कस्तो प्रकारको मूल्याङ्कन हो? कस्तो प्रकारको मूल्याङ्कन हो? ल अप्सन बी हो। स्योर हुनुहुन्छ? अरू साथीहरूले लेख्नुहोस् त। अरू साथीहरू लेख्नुहोस् त। अवश्य अप्सन डी भन्नुभयो हो। अप्सन बी होइन साथीहरू है, यसको राइट आन्सर भनेको अप्सन डी नै हो, स्थान निर्धारण मूल्याङ्कन नै हो है। स्थान निर्धारणात्मक मूल्याङ्कन हो है। शिक्षक सेवा आयोगले चाहिँ यदि पास हुनुभयो भने, शिक्षक सेवा आयोगले चाहिँ तपाईलाई चाहिँ फर्स्ट पेपर पास हुनुभयो भने प्रवेश परीक्षा पास गरेको जस्तो हो नि, प्रवेश परीक्षा पास गरेको जस्तो हो नि हैन। स्थान निर्धारणात्मक मूल्याङ्कन यसको राइट आन्सर अप्सन डी साथीहरू, निर्णयात्मक मूल्याङ्कन होइन है। ओके नेक्स्ट नम्बर हेर्नुहोस्, 16औं नम्बरको प्रश्न हेर्नुहोस्। 16औं नम्बरको प्रश्न, वस्तुगत प्रश्नको फाइदा तलका मध्ये कुन होइन? वस्तुगत प्रश्नको फाइदा तलका मध्ये कुन होइन? अप्सन ए प्रश्नको संख्या धेरै हुने भएकाले विषयगत वैधता सुनिश्चित गर्न सकिने, अप्सन बी परीक्षणमा वस्तुनिष्ठता उच्च हुने, विश्वसनीयता उच्च हुने, अप्सन सी संश्लेषण विश्लेषण मूल्याङ्कन जस्ता संज्ञानात्मक क्षेत्रको उच्च दक्षता मापन गर्न सकिने, अप्सन डी कम समयमा उत्तर पुस्तिका परीक्षण गर्न सकिने। लेख्नुहोस् त। 16औं नम्बरको प्रश्न मैले तपाईलाई देखाइसकेको छु। यसको राइट आन्सर तपाईलाई के लाग्छ? सबैजना साथीहरूले लेख्नु होला। अप्सन ए लेख्ने साथीहरू पनि हुनुहुन्छ, अप्सन सी पनि भनिरहनु भएको छ। ल लेख्नुहोस् त। यसमा तपाईलाई यसको राइट आन्सर के लाग्छ? ओके अप्सन सी। अरू साथीहरूको धारणा के छ? लेख्नुहोस् त। नमस्ते हजुर, नमस्ते स्वागत छ। लामो उत्तर देखेपछि अन्त जाँदैन भन्दै हुनुहुन्छ। यो लामोवाला दिमाग मात्र नचलाउनु न, अरू दिमाग पनि चलाउनु पर्यो। हो यो संश्लेषण विश्लेषण मूल्याङ्कन गर्ने भनेको यो चाहिँ निबन्धात्मक प्रश्नमा हो क्या साथीहरू है। विषयवस्तुहरूको संश्लेषण गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने भन्ने कुरा चाहिँ निबन्धात्मक प्रश्नसँग सम्बन्धित छ, है। एसे टाइपको प्रश्नसँग सम्बन्धित छ। त्यसकारणले गर्दा वस्तुगत प्रश्नको फाइदा कुन होइन भन्दा अप्सन सी नै होइन है त। अप्सन सी यस, निबन्धात्मक प्रश्नको चाहिँ फाइदा अन्तर्गत पर्छ। बालबालिकाहरूको विषयवस्तुको संश्लेषण गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने जस्ता संज्ञानात्मक क्षेत्रको उच्च दक्षता मापन गर्न सक्ने चाहिँ निबन्धात्मक प्रश्नले हो है। यो वस्तुगत प्रश्नले होइन। अरू ठिक छ, वस्तुगत प्रश्न सबैभन्दा चाहिँ विषयगत रूपमा चाहिँ वैधता बढी हुने प्रश्न ठिक छ हैन। अनि परीक्षणमा वस्तुनिष्ठता सबैभन्दा बढी वस्तुनिष्ठता हुने, विश्वसनीय हुने, यो ठिक छ। अनि कम समयमा उत्तर पुस्तिका परीक्षण गर्न सकिन्छ, त्यो पनि ठिक छ। सो अप्सन सी यसको राइट आन्सर। ठिक छ। के अरे राइट आन्सर के अरे? कतिजना साथीहरूको मिलेछ भन्नुहोस् त। कतिजना साथीहरूको मिलेछ? मेरो मिल्यो। ओके आरती, बसन्ती, आदेश, खगेन्द्र, उर्मिला, अरू
ओ ल ओके ल ल चन्दा नालिना बिजु विष्णुदेवी विपिना ओके ल कमलेश चन्द्रबहादुर ल कङ्ग्रेचुलेसन ल बधाई छ है त ल बधाई छ 17औं नम्बरको प्रश्न हेर्नुहोस् एकचोटि 17औं नम्बरको प्रश्न राम्रोसँग हेर्नु होला कस्तो प्रकारको शैक्षणिक संगठनका लागि सर्वप्रथम करिकुलम म्यापिङ आवश्यक हुन्छ कस्तो प्रकारको शैक्षणिक संगठनका लागि सर्वप्रथम करिकुलम म्यापिङ आवश्यक हुन्छ अप्सन ए वर्ग शिक्षण अप्सन बी विषय शिक्षण अप्सन सी बहुवर्ग शिक्षण अप्सन डी मिश्रित शिक्षण 17औं नम्बरको प्रश्नको राइट आन्सर तपाईले के लगाउनुभयो ल अप्सन बी लगाउनु भएको छ सी लगाउने साथीहरू पनि हुनुहुन्छ अरू साथीहरूले पनि फटाफट लेखिदिनु होला अरू साथीहरूको धारणा के हो ल लेख्नुस् त अप्सन बी ओके ल साथीहरू तपाईहरुलाई जानकारी गराउँ हामी कहाँ नियमित रूपमा शिक्षक सेवा आयोगको कक्षाहरू सञ्चालन भइरहेको छ है पम्पाज एजुकेसनमा नियमित रूपमा शिक्षक सेवा आयोगको कक्षाहरू सञ्चालन भइरहेको छ तपाई नियमित कक्षामा जोडिनका लागि सिधा यो नम्बरमा फोन गर्ने हेर्नुस् त 98 11 33 21 16 है ओ गुड यसको राइट आन्सर अप्सन सी हो साथीहरू बहुवर्ग शिक्षण बहुवर्ग शिक्षण बहुवर्ग शिक्षण भनेको चाहिँ दुईवटा अथवा दुईभन्दा बढी कक्षाका विद्यार्थीहरूलाई दुई वा दुईभन्दा बढी कक्षाका विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर शिक्षण गर्ने त्यसो भने त करिकुलम हेर्न पर्यो नि त दुई कक्षा र तीन कक्षालाई एउटैमा राखेर पढाउँदाखेरि दुई कक्षा र तीन कक्षाका करिकुलम बीच के चाहिँ समानता रहेछ के चाहिँ भिन्नता रहेछ के चाहिँ सँगै राखेर पढाउन सकिन्छ के चाहिँ छुट्टै छुट्टै राख्नुपर्छ भनेर त्यो करिकुलम म्यापिङ त गर्नु पर्यो नि त है सो अप्सन सी यसको राइट आन्सर कतिजना साथीहरूले मिलाउनु भयो अप्सन सी साथीहरू धेरैले अप्सन बी लगाइरहनु भएको थियो म यहाँ हेर्दै थिएँ फेसबुक लाइभमा हुने साथीहरूले लेखिदिनुस् त एकचोटि कतिजना साथीहरूको मिल्यो यो कतिजना साथीहरूको मिल्यो लेखिदिनुस् त एकचोटि ल नाइस नाइस ल ठिक छ ओके ओके ल अगाडि जाउँ है अगाडि जाउँ 18औं नम्बरको प्रश्न हेर्नुस् त 18औं नम्बरको प्रश्न राखेँ मैले तपाईलाई 18औं नम्बरको प्रश्न बाटा र सम्झौता गर्ने सिप कुन प्रकारको जीवनोपयोगी सिप हो बाटा र सम्झौता गर्ने सिप कुन प्रकारको जीवनोपयोगी सिप हो अप्सन ए प्रभावकारी सञ्चार तथा अन्तर्वैयक्तिक सम्बन्ध सम्बन्धी सिप अप्सन बी निर्णय तथा समालोचनात्मक सिकाइ सम्बन्धी सिप अप्सन सी आत्मव्यवस्थापन सम्बन्धी सिप अप्सन डी समन्वय सम्बन्धी सिप ल यो सफ्ट स्किलबाट क्वेशन सोध्यो हजुरहरूलाई सफ्ट स्किलबाट 18औं नम्बरको प्रश्नको राइट आन्सर अप्सन ए अप्सन बी लगाउने साथीहरू पनि हुनुहुन्छ ए जस्तो लाग्छ ल केमा लग गरौँ ल भन्नुस् त हो ल यसमा सामान्य तपाईले यसो अर्थ्याउनु भयो नि हुन्छ क्या यो हुन त यो चाहिँ तपाईले याद गर्नुपर्ने विषय हो वार्ता गर्ने भनेको प्रभावकारी सञ्चार गर्ने हो दोहोरो छलफल गर्ने हो कुराकानी गर्ने हो तब पो वार्ता हुन्छ त दोहोरो सञ्चार भयो भने पो वार्ता हुन्छ त हैन र दोहोरो सञ्चार भयो भने पो वार्ता हुन्छ त नत्र कसरी वार्ता हुन्छ एउटा मात्रै बोले गर्यो भने वार्ता हुन्छ हुँदैन नि त सो ओभियसली अप्सन ए यसको राइट आन्सर हो अप्सन ए यसको राइट आन्सर हो म जान्छु अगाडि क्वेशन नम्बर 19 हेर्नुस् त क्वेशन नम्बर 19 हेर्नुस् त ल शिक्षक पेशागत विकास कार्यक्रम अन्तर्गतको प्रमाणीकरण तालिम कति दिनको कति चरणमा गरिन्छ अप्सन ए 15 दिनको 2 चरण 15 दिनको 2 चरण अब यो अलिकति पुरानो वाला चाहिँ क्वेशन परेछ साथीहरू अर्को 30 दिनको 3 चरण अर्को 30 दिनको 2 चरण अर्को चाहिँ 10 दिनको 2 चरण भनेको छ अब
यसमा चाहिँ हजुरहरूलाई मैले थोरै जानकारी गराएँ। यो अलिक पुरानो क्वेसन परेछ हैन। यसमा चाहिँ अहिले चाहिँ के भएको छ भने शिक्षक पेशागत विकास कार्यक्रमको सन्दर्भमा चाहिँ हजुरको यो नयाँ आएको छ नि शिक्षक पेशागत विकास प्रारूप, शिक्षक पेशागत विकास प्रारूपको परिमार्जित संस्करण 2080 है, 2080 आएको छ र यो 2080 ले चाहिँ के भन्छ भने यो प्रमाणीकरण तालिम चाहिँ एकै चरणमा हुन्छ भन्छ। प्रमाणीकरण तालिम चाहिँ के हुन्छ भन्छ हो एकै चरणमा हुन्छ भन्छ। त्यो एक चरणलाई चाहिँ दुई खण्डमा विभाजन गर्यो है। चरण चाहिँ एकै चरण हो। एक चरण भनेको जम्मा तपाईको चाहिँ जम्मा 30 दिनको भयो र यसलाई चाहिँ दुई खण्डमा, एउटा खण्ड चाहिँ विद्यालयमा आधारित 15 तालिम केन्द्रमा आधारित 15 दिन, विद्यालयमा आधारित 15 दिन है। कुरा बुझ्नुभयो नि। त्यही भएर यो चरण भनिरहन चाहिँ मिल्दैन यसलाई हैन, चरण भनिरहन मिल्दैन। दुई खण्डमा विभाजन गरेको छ। चरण चाहिँ एउटै हो, कुरा बुझ्नुहुन्छ नि मैले भनेको कुरा। चरण एउटै हो, एकै चरणमा सकिने हो, तर दुई खण्डमा विभाजन गरेको छ। पहिलो खण्ड तालिम केन्द्रमा आधारित। अब तालिम केन्द्रमा भनेको अनलाइन हुन सक्यो, फेस टु फेस हुन सक्यो, ब्लेन्डेड हुन सक्यो हैन, तीनटा हो नि त। फिजिकल हुन सक्यो, अनलाइन हुन सक्यो। फिजिकल भनेको फेस टु फेस हुन सक्यो, अनलाइन हुन सक्यो, ब्लेन्डेड हुन सक्यो, दुईटै विधिबाट हुन सक्यो। अर्को 15 दिन चाहिँ दोस्रो खण्ड, यो पहिलो खण्डको 15 दिन र दोस्रो खण्डको 15 दिन भन्ने हुन्छ। यसरी चाहिँ तपाईको विभाजन गर्न मिल्दैन। त्यस कारणले गर्दा अब अहिले आन्सरै लगाउँदाखेरि चाहिँ अप्सन सी लगाउनु भयो आफ्नो ठाउँमा छ, तर प्रश्न चाहिँ यस्तो हुन्छ भनेर बुझ्नु पर्यो है त। हुनपर्ने चाहिँ यस्तो हो भनेर हजुरहरूले बुझ्नुभयो भने कुराकानी बुझिहाल्छ है त। ठिक छ, बुझ्नुभयो कुराकानी। यो को साथी आउनुभयो, कतिवटा क्वेसन छ भन्ने। अब यस्तो साथीहरूलाई के गर्ने होला, तपाईँ जाँच दिनु पर्दैन। रेगुलर रूपमा जोडिने साथीहरूलाई इक्जाम कति बजे हुन्छ, त्यो इक्जामको फिडब्याक भइरहेछ कि के भइरहेछ भन्ने पनि थाहा नहुने हुन्छ। जुममा आउने साथीहरूले यस्तो क्वेसन गर्न मिल्दैन है। कमसेकम आफ्नो क्लासको विषयमा अपडेट हुनु पर्यो। के भइरहेछ, के चलिरहेछ भन्ने कुरा अपडेट एटलिस्ट यति त भइदिनुहोस् यार। जाँच लिएर जाँचको फिडब्याक दिँदैछु, क्वेसन कतिवटा छ भनेर सोध्नुहुन्छ। सबै साथीहरूलाई थाहा छ नि क्वेसन यतिवटा छ, यतिवटा क्वेसनको चाहिँ सरले कुरा गर्नुहुन्छ, सबैलाई थाहा छ। मिल्छ यस्तो हुन? ल अगाडि जाउँ। जुमका साथीहरूले यस्तो क्वेसन नगर्नु है। ल हेर्नुहोस् त 20औं नम्बरको प्रश्न हेर्नु ल। कुनै कार्यमा घटनाका कारण पृष्ठभूमि कारक तत्त्वका साथै घटनाको प्रभाव समेतको अध्ययन गरी समस्या न्यूनीकरणको उपाय सुझाउने कार्य डट हो। अप्सन ए कार्यमूलक अनुसन्धान, अप्सन बी घटना अध्ययन, अप्सन सी व्यवस्थित अध्ययन, अप्सन डी शैक्षिक अनुसन्धान। ल 20औं नम्बरको प्रश्नको राइट आन्सर दिनुस् त। 20औं नम्बरको प्रश्नको राइट आन्सर हो। अब तपाईले यहाँ दुईटा कुरा हेर्नुपर्छ। अप्सन ए र अप्सन बी लगाइरहनु भएको छ साथीहरूले। अप्सन ए अप्सन बी लगाइरहनु भएको छ, हेर्नुहोस् त। यसरी कुरा बुझ्नुस्, यदि समस्याको समाधान गर्ने भनेको थियो भने कार्यमूलक अनुसन्धान हुन्थ्यो। समस्याको समाधान गर्ने भने भए कार्यमूलक अनुसन्धान हुन्थ्यो हो। तर उपाय सुझाउने, सुझाव दिने, सल्लाह दिने, समाधान गर्ने होइन, सुझाउने, सल्लाह दिने, सुझाव दिने, सिफारिस गर्ने मात्रै भन्यो भने चाहिँ घटना अध्ययन हुन्छ, केस स्टडी यसको राइट आन्सर। बुझ्नुभयो मैले भनेको कुरा? समस्याको समाधान नै गर्ने भनेको भए के हुन्थ्यो? समस्याको समाधान नै गर्ने भनेको भए के हुन्थ्यो?
यस, एक्सन रिसर्च हुन्थ्यो, कार्यमूलक अनुसन्धान हुन्थ्यो। समस्याको समाधान नै गर्ने भनेको भए कार्यमूलक अनुसन्धान हुन्थ्यो। तर अहिले के गर्ने भनेको छ? हो, समस्या समाधानका लागि, समस्या न्यूनीकरणका लागि उपाय मात्रै बताउने भनेको छ, सुझाउने भनेको। त्यस कारणले गर्दा यसको राइट आन्सर के हुन्छ? घटना अध्ययन हुन्छ, केस स्टडी हुन्छ। ठिक छ? मामला अध्ययन हुन्छ। अगाडि जानुहोस् 21औं नम्बरको प्रश्न। ल 21औं नम्बरको प्रश्न ल हेर्नुहोस् त। नेपालको वर्तमान संविधानमा व्यवस्था भए अनुसार तलका मध्ये कुन चाहिँ कार्यक्षेत्र संघीय सरकारको जिम्मामा रहेको छ? अप्सन ए प्राज्ञिक प्रतिष्ठानहरू, अप्सन बी उच्च शिक्षा, अप्सन सी माध्यमिक शिक्षा, अप्सन डी प्राविधिक शिक्षा। ल साथीहरू 21औं नम्बरको प्रश्नको राइट आन्सर दिनुहोस् त। ल हो, अब यसमा त डाउट छैन तपाईलाई। ओभियसली अप्सन ए प्राज्ञिक प्रतिष्ठान भन्ने बित्तिकै प्राज्ञिक हैन एकाडेमीहरू चाहिँ के हुँदो रहेछ? तपाईको चाहिँ संघीय सरकारको अधीनमा पर्दो रहेछ। अप्सन ए यसको राइट आन्सर हो। अप्सन ए यसको राइट आन्सर हो। अगाडि जाउँ 22औं नम्बरको प्रश्न। ल हेर्नुहोस् त 22औं नम्बरको प्रश्न। कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सान गरेमा त्यस्तो व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीले बिगो असुल गरी कति जरिमाना गर्न सक्ने व्यवस्था छ? अप्सन ए बिगो बमोजिमको जरिमाना, अप्सन बी 25,000 रुपैयाँ, अप्सन सी 50,000 रुपैयाँ, अप्सन डी 1 लाख रुपैयाँ। ल भन्नुहोस् त। ल कस्तो राम्रो। ल यो पनि सबै साथीहरूले आन्सर मिलाउनु भएको छ। 22औं नम्बरको प्रश्न। ओके हो, नाइस साथीहरू। जस्तो बिगो बमोजिम भनेर बुझ्नुहुन्छ नि हैन? बिगो बमोजिम अप्सन ए भनेको कुनै टिचरले स्कुलको ल्यापटप लगेर चाहिँ ल्यापटप चाहिँ फुटायो, गायब बनायो भने त्यही ल्यापटप बराबरको रकम चाहिँ क्षतिपूर्ति स्वरूप चाहिँ दिनुपर्छ भनेको हैन? बिगो बमोजिम हैन, जे सामान बिगार्यो त्यही बराबरको रकम भनेको। अप्सन ए बिगो बमोजिम जरिमाना यसको राइट आन्सर। अप्सन ए यसको राइट आन्सर है त। नेक्स्ट नम्बर हेर्नुहोस् 23औं नम्बरको प्रश्न। 23औं नम्बरको प्रश्न। विद्यालय व्यवस्थापन समितिमा सदस्य भएका मध्ये कतिजना उक्त समितिको अध्यक्ष बन्न पाउँदैनन्? विद्यालय व्यवस्थापन समितिमा बनाउनु न यसलाई है। विद्यालय व्यवस्थापन समितिमा सदस्य भएका मध्ये कतिजना उक्त समितिको अध्यक्ष बन्न पाउँदैनन्? अप्सन ए 1 जना, अप्सन बी 2 जना, अप्सन सी 3 जना, अप्सन डी सबैजना पाउँछन्। लेख्नुहोस् त साथीहरू। यसको राइट आन्सर तपाईलाई के लाग्यो लेख्नुहोस् त। ल लेख्नुहोस् फटाफट लेख्नुहोस्, सबैजना साथीहरू लेख्नुहोस् त। ल नमस्ते साथीहरू, स्वागत छ। साथीहरू फेसबुक लाइभमा पनि जोडिराख्नु भएको छ, यहाँलाई पनि स्वागत गरेँ साथीहरू। तपाईलाई मैले अनुरोध गरेँ तपाईले हाम्रो यो भिडियोलाई विभिन्न ग्रुपमा पेजमा सेयर गरिदिनु होला। वालमा सेयर गरेर सुरक्षित राख्नु होला, आफ्नै वालमा पनि सेयर गरेर सुरक्षित राख्नु होला। पम्पाज एजुकेसनमा शिक्षक सेवा आयोगका कक्षाहरू सञ्चालनमा छन् है। तपाई यदि हामीसँग नियमित रूपमा जोडिन चाहनुहुन्छ, विषयवस्तुमा छलफल गर्न चाहनुहुन्छ भने तपाईले यो नम्बरमा 98 11 33 21 16 मा चाहिँ डाइरेक्ट कल गर्न सक्नुहुन्छ, व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। यसको राइट आन्सर साथीहरू, कतिजना चाहिँ विद्यालय व्यवस्थापन समितिमा सदस्य भएका मध्ये कतिजना उक्त समितिको अध्यक्ष बन्न पाउँदैनन् भन्दा 2 जना चाहिँ पाउँदैनन् साथीहरू। को भन्दा एउटा चाहिँ प्रधानाध्यापक नै पाइएन, किनभने ऊ त आफैमा सदस्य सचिव हुन्छ ऊ हैन।
ऊ पाउँदैन, अर्को शिक्षक प्रतिनिधिले पनि पाउँदैन, शिक्षक प्रतिनिधिले चाहिँ पाउँदैन। भनेपछि बाँकी 7 जना मध्ये जम्मा 9 जना हो नि हैन, विवेशमा जम्मा 9 जना हो नि। हो 9 जना मध्ये 7 जना चाहिँ अध्यक्षका लागि उम्मेदवार हुन पाउँछन्, तर 2 जना चाहिँ पाउँदैनन्। को पाउँदैनन् भन्दा प्रधानाध्यापक र शिक्षक प्रतिनिधि। ठिक छ, ठिक छ, मिलिरहेछ हिसाब किताब? हिसाब किताब मिलिरहेछ साथीहरू? लेख्नुस् त। मिलिरहेछ हैन त? गुड। र अगाडि बढौँ, 24औं नम्बरको प्रश्नमा जान्छु। 24औं नम्बरको प्रश्न हेर्नु होला है त। ल 24औं नम्बरको प्रश्न, शिक्षक पदमा उम्मेदवार हुनका लागि अयोग्यता तलका मध्ये कुन होइन? अप्सन ए गैर नेपाली नागरिक, अप्सन बी 18 वर्ष उमेर नपुगेको, अप्सन सी 40 वर्ष उमेर पुरा नभएको, अप्सन डी मगज बिग्रेको। शिक्षक पदमा उम्मेदवार हुनका लागि अयोग्यता तलका मध्ये कुन होइन भन्ने प्रश्न छ। हो ओभियसली गैर नेपाली नागरिक यसै अयोग्य हो, यसै अयोग्य हो हैन। गैर नेपाली नागरिकले चाहिँ शिक्षक पदमा उम्मेदवार हुन पाउँछ त? शिक्षक पदको लागि चाहिँ योग्य हो त? होइन, अयोग्य हो। 18 वर्ष उमेर नपुगेको पनि अयोग्य हो, अयोग्य हो। अब मगजै बिग्रेको, दिमागै खुस्केकोलाई पनि शिक्षक सेवा आयोगको परीक्षा दिन पाउँदैन, त्यही भएर यो अयोग्य हो, अयोग्य हो। तर 40 वर्ष उमेर पुरा नभएकोले चाहिँ जात दिन पाउँछ, त्यही भएर यो अयोग्यता होइन, योग्य हो। अयोग्य होइन, योग्य हो। क्वेसन अहिले अयोग्यता कुन होइन भनेको छ। सो अप्सन सी यसको राइट आन्सर। ठिक छ, ठिक छ कुराकानी? कुराकानी ठिक छ? ल ठिक छ भने अगाडि जाउँ। क्वेसन नम्बर 25, क्वेसन नम्बर 25 राम्रोसँग हेर्नु होला ल। ओके, शिक्षक सेवा आयोग नेवाली 2057 संशोधन सहितमा व्यवस्था भए अनुसार प्रधानाध्यापकसँग समान श्रेणी वा सोभन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्ने पुनरावलोकन समितिमा तलको को रहँदैन? ल पुनरावलोकन समिति थाहा छ तपाईलाई हैन? पुनरावलोकन समिति थाहा छ नि त? यदि अहिलेको प्रश्नले भनेको कुरा बुझिदिनुस् है, यदि के भयो भने प्रधानाध्यापकसँग समान श्रेणीको भयो अथवा प्रधानाध्यापक भन्दा पनि माथिल्लो श्रेणीको शिक्षक छ भने त्यस्तो शिक्षकको चाहिँ प्रधानाध्यापकसँग एउटै लेभलको अथवा प्रधानाध्यापक भन्दा पनि माथिल्लो लेभलको के भयो भने हो त्यसको पुनरावलोकन समितिमा को रहँदैन भन्ने प्रश्न हो। नो डाउट, नो डाउट। प्रधानाध्यापक यदि एउटै श्रेणीको छ, समान श्रेणीको छ, आफूभन्दा सिनियर टिचर छ भनेपछि त्यसको मूल्याङ्कन गर्नका लागि पुनरावलोकन समितिमा को हुँदैन? प्रधानाध्यापक हुँदैन, प्रधानाध्यापक हुँदैन। को हुन्छ त पुनरावलोकन समितिमा? त्यस्तो बेला पुनरावलोकन समितिमा को हुन्छ त? अप्सन ए, अप्सन बी र अप्सन सी हुन्छ। विवेशकको अध्यक्ष हुन्छ, स्थानीय तहको शिक्षा हेर्ने प्रमुख हुन्छ, शिक्षा विकास तथा समन्वय इकाइको प्रमुख हुन्छ। 3 सदस्यीय के हुन्छ? पुनरावलोकन समिति हुन्छ हैन? यदि सामान्य अवस्था थियो भने चाहिँ त्यस्तो बेलामा को हुँदैन थियो? विवेशकको अध्यक्ष हुँदैन थियो हैन? ल कतिवटा मिलाउनु भयो ल भन्नुस् अब 25 वटामा। 25 वटा प्रश्नमा कतिवटा प्रश्नको चाहिँ सही जवाफ दिनुभयो ल मलाई लेख्नुस् त साथीहरूले। 25 वटामा जम्मा कतिवटा प्रश्नको सही जवाफ मिल्यो? 16 वटा, 23 वटा सबै मिल्यो। ल ल कङ्ग्रेचुलेसन साथीहरू, यहाँहरू सम्पूर्णलाई बधाई छ। ओके ल अब बाँकी हामी आज त हाम्रो चाहिँ रेगुलर क्लास अफ छँदैछ। भोलिदेखि फेरि हामी नियमित रूपमा छलफलमा अगाडि बढ्ने नै छौँ। यहाँहरू सम्पूर्णलाई विशेष शुभेच्छा प्रकट गर्दै आजको यस सेसनबाट छुट्टिने अनुमति मागे। यहाँहरू सबैजनाको जय होस्।
नमस्कार, शुभरात्रि। ओके, हस् ल, गुड नाइट एभ्रिवान।